पिरतीको तिर लाग्यो यो दिलमा नयासै पिरतीको तिर लाग्यो यो दिलमा नयासै पीडा व्यथा सबै जाग्यो यो दिलमा नयासै पीडा व्यथा सबै जाग्यो यो दिलमा नयासै एक्कासी आज यो मनको मालीले एक्कासी आज यो मनको मालीले हो पीडाको बिउ माग्यो यो दिलमा नयासै हो पीडाको बिउ माग्यो यो दिलमा नयासै दर्शन नमस्ते अनि साहित्यिक न्यानो अभिवादन तमाम साहित्य अनुरागी मनहरूमा नमस्ते अनलाइन चौतारी ग्रुपको प्रस्तुति साहित्यिक कार्यक्रम नयाँ बाटोको 15औं श्रृङ्खला लिएर हजुरहरूको साहित्यिक आकानीमा साहित्यिक भलाकुसारी गर्न समस्त नयाँ बाटो परिवार उपस्थित भइसकेको कुरा हजुर सम्पूर्णलाई थाहा नै बसेको छ। त्यसैले म हजुरहरूकै सहयात्री मित्र सोल्टी सुजन राई पनि हजुरहरूकै सृजनाको पोको बोकी उपस्थित भएको छु। सम्पूर्ण नयाँ बाटो परिवार र तमाम साहित्यिक मनहरूलाई सम्झनाको तरिकामा सजाउँदै अब हजुरकै सृजनालाई राख्ने अनुमति भन्दा पनि प्राविधिक मित्रले साङ्गीतिक कोसेली राखौँ भन्दै हुनुहुन्छ। त्यसैले यो मिठो साङ्गीतिक कोसेली हजुरहरूको लागि है त। अवश्य पनि अब भने हजुरकै सृजनाको पालो भएको छ। त्यसैले सरासर ढिलाइ नगरी सृजनातर्फ नै लागे है त। आज मेरो हातमा पहिलो सृजना परेको छ गजल सम्प्रेषक हुनुहुन्छ देवेन स्पन्दन भारापेली भनेर लेख्नुहुन्छ आफ्नो नाम। पाँच थर हाल दक्षिण कोरिया भनेर लेख्नुहुन्छ। उहाँकै गजलको शिरहरूलाई सरासर राखे त। के हो जिन्दगी जिउँदा लासहरूलाई सोध के हो जिन्दगी जिउँदा लासहरूलाई सोध भित्रभित्रै तडपिने आभासहरूलाई सोध भित्रभित्रै तडपिने आभासहरूलाई सोध आशाहरू र निराशाको द्वन्द्व चल्दा चल्दै मृत्यु के हो बन्दी मुक्त सासहरूलाई सोध मृत्यु के हो बन्दी मुक्त सासहरूलाई सोध के हो जिन्दगी जिउँदा लासहरूलाई सोध भित्रभित्रै तडपिने आभासहरूलाई सोध आधी हुरी मडारिँदा बेग हानेको पात झैं आधी हुरी मडारिँदा बेग हानेको पात झैं अनि सुस्तरी रोकिने बतासहरूलाई सोध के हो जिन्दगी जिउँदा लासहरूलाई सोध के हो जिन्दगी जिउँदा लासहरूलाई सोध हाँसिरहने पीडा अनि रोइरहने घायल मन अनि मन्द भाव निराशहरूलाई सोध के हो जिन्दगी जिउँदा लासहरूलाई सोध भित्रभित्र तडपिने आभासहरूलाई सोध प्रीति लाउने बनपाखा अनि छुट्ने बाटो गल्ली के हो भुल तिनै दाउरा घाँसहरूलाई सोध के हो तिनै दाउरा घाँसहरूलाई सोध के हो जिन्दगी जिउँदा लासहरूलाई सोध निकै मिठो अनि मर्मस्पर्शी गजल सम्प्रेषण गर्नुभएको थियो देवेन स्पन्दन भारापेली 5 थर हाल दक्षिण कोरिया भनेर लेख्नुहुन्छ आफ्नो नाम ठेगाना। निकै मिठो मर्मस्पर्शी गजललाई मैले राखिसकेको छु। उहाँको यो मक्काले पनि मेरो मन छोएको छ। त्यसैले पनि एकपटक दोहोर्याउन मन परेको छ। प्रीति लाउने बनपाखा अनि छुट्ने बाटो गल्ली के हो भुल तिनै घाँस दाउरालाई सोध के हो भुल तिनै दाउरा घाँसहरूलाई सोध के हो जिन्दगी जिउँदा लासहरूलाई सोध। अवश्य पनि देवेन स्पन्दन भारापेलीज्यूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। म लगायत समस्त नयाँ बाटो परिवारको तर्फबाट हजुरले यति सुन्दर आफ्नो अमूल्य सृजना सम्प्रेषण गरेर हामीसँग सहयात्रा गर्नुभएकोमा आगामी दिनमा पनि हजुरले यसरी नै आफ्नो अमूल्य सृजना सम्प्रेषण गरेर हामीसँग सहयात्रा अवश्य पनि अब भने हजुरकै सृजनाको पालो भएको छ। त्यसैले सरासर ढिलाइ नगरी सृजनातर्फ नै लागे है त।
आज मेरो हातमा पहिलो सिर्जना परेको छ गजल। गजल सम्प्रेषक हुनुहुन्छ देवेन स्पन्दन भारापेली भनेर लेख्नुहुन्छ आफ्नो नाम। पाँच थर हाल दक्षिण कोरिया भनेर लेख्नुहुन्छ। उहाँकै गजलको शिरहरूलाई सरासर राखे त के हो जिन्दगी जिउँदा लासहरूलाई सोध, के हो जिन्दगी जिउँदा लासहरूलाई सोध, भित्रभित्र तडपिने आभासहरूलाई सोध, भित्रभित्र तडपिने आभासहरूलाई सोध। आशाहरू र निराशाको द्वन्द्व चल्दा चल्दै मृत्यु के हो बन्दी मुक्त सासहरूलाई सोध, मृत्यु के हो बन्दी मुक्त सासहरूलाई सोध, के हो जिन्दगी जिउँदा लासहरूलाई सोध, भित्रभित्र तडपिने आभासहरूलाई सोध। आँधी हुरी मडारिँदा बेग हानेको पात झैं, आँधी हुरी मडारिँदा बेग हानेको पात झैं, अनि सुस्तरी रोकिने बतासहरूलाई सोध, अनि सुस्तरी रोकिने बतासहरूलाई सोध, के हो जिन्दगी जिउँदा लासहरूलाई सोध, के हो जिन्दगी जिउँदा लासहरूलाई सोध। हाँसिरहने पीडा अनि रोइरहने घायल मन, हाँसिरहने पीडा अनि रोइरहने घायल मन, अनि मन्द मन्द भाव निराशहरूलाई सोध, अनि मन्द मन्द भाव निराशहरूलाई सोध, के हो जिन्दगी जिउँदा लासहरूलाई सोध, भित्रभित्र तडपिने आभासहरूलाई सोध। प्रीति लाउने वनपाखा अनि छुट्ने बाटो गल्ली, प्रीति लाउने वनपाखा अनि छुट्ने बाटो गल्ली, के हो भुल तिनै दाउरा घाँसहरूलाई सोध, के हो तिनै दाउरा घाँसहरूलाई सोध, के हो जिन्दगी जिउँदा लासहरूलाई सोध, के हो जिन्दगी जिउँदा लासहरूलाई सोध। निकै मिठो अनि मर्मस्पर्शी गजल सम्प्रेषण गर्नुभएको थियो देवेन स्पन्दन भारापेली। पाँच थर हाल दक्षिण कोरिया भनेर लेख्नुहुन्छ आफ्नो नाम ठेगाना। निकै मिठो मर्मस्पर्शी गजललाई मैले राखिसकेको छु। उहाँको यो मक्ताले फेरि पनि मेरो मन छोएको छ, त्यसैले पनि एकपटक दोहोऱ्याउन मन परेको छ। प्रीति लाउने वनपाखा अनि छुट्ने बाटो गल्ली, प्रीति लाउने वनपाखा अनि छुट्ने बाटो गल्ली, के हो भुल तिनै घाँस दाउरालाई सोध, के हो भुल तिनै दाउरा घाँसहरूलाई सोध, के हो जिन्दगी जिउँदा लासहरूलाई सोध। अवश्य पनि देवेन स्पन्दन भारापेलीज्यूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ म लगायत समस्त नयाँ बाटो परिवारको तर्फबाट। हजुरले यति सुन्दर आफ्नो अमूल्य सृजना सम्प्रेषण गरेर हामीसँग सहयात्रा गर्नुभएकोमा आगामी दिनमा पनि हजुरले यसरी नै आफ्नो अमूल्य सृजना सम्प्रेषण गरेर हामीसँग सहयात्रा गर्नुहुन्छ भन्ने अपेक्षा गर्दै अब देवेन स्पन्दन भारापेलीज्यूलाई विदाई गर्दै अब फेरि पनि अर्को सृजनातर्फ लाग्न चाहन्छु। पहाडको सुख सुके दिल छुट्यो हजुर रोक्दैन रोकी, पहाडको सुख सुके दिल छुट्यो हजुर रोक्दैन रोकी। मैले रुमाल हल्लाको गयो माया देख्दैन देखी। अर्को सर्जक हुनुहुन्छ उषा छेत्री भनेर लेख्नुहुन्छ आफ्नो नाम। झापा काकर भित्ताको सर्जक हुनुहुन्छ उहाँले पनि आजको बसाइमा गजल नै सम्प्रेषण गर्नुभएको छ उषा छेत्रीज्यूले। त्यसैले ढिलाइ नगरिकन उषा छेत्रीज्यूकै यो गजलको मतलाहरूलाई अगाडि सार्न चाहन्छु त। आजै दण्ड दिउँ नत्र लगातार दोहोरिन्छ, आजै दण्ड दिउँ नत्र लगातार दोहोरिन्छ, भोलि पनि नारीमाथि अत्याचार दोहोरिन्छ, भोलि पनि नारीमाथि अत्याचार दोहोरिन्छ। चौघेरामा राखी हुन्न खुल्याम फाँसी दिनुहोस्, चौघेरामा राखी हुन्न खुल्याम फाँसी दिनुहोस्, होइन भने छोरीमाथि बलात्कार दोहोरिन्छ, होइन भने छोरीमाथि बलात्कार दोहोरिन्छ, भोलि पनि नारीमाथि अत्याचार दोहोरिन्छ। आफ्नै दिदी आफ्नै बहिनी सोचेनन् यी नरपिचास, आफ्नै दिदी आफ्नै बहिनी सोचेनन् यी नरपिचास, अबला केही भेटे पनि कुविचार दोहोरिन्छ,
अबला केही भेटे भने कुविचार दोहोरिन्छ भोलि पनि नारीमाथि अत्याचार दोहोरिन्छ जङ्गार होस् सागर होस् मनैभरि आँट राखी जङ्गार होस् या सागर होस् मनैभरि आँट राखी तर्न खोजे हे पाको यो मजदार दोहोरिन्छ तर्न खोजे हे पाको यो मजदार दोहोरिन्छ भोलि पनि नारीमाथि अत्याचार दोहोरिन्छ अति भए खत्ती होला विचार गरौँ महाशय अति भए खत्ती होला विचार गरौँ महाशय काली दुर्गा बन्यो भने नरसंहार दोहोरिन्छ काली दुर्गा बन्यो भने नरसंहार दोहोरिन्छ भोलि पनि नारीमाथि बलात्कार भोलि पनि नारीमाथि अत्याचार दोहोरिन्छ अवश्य पनि निकै एउटा नारीवादी गजल सम्प्रेषण गर्नुभएको थियो सर्जक उषा छेत्रीज्यूले उहाँलाई मुरी धन्यवाद दिन चाहन्छौँ म लगायत समस्त नाबाट परिवारको तर्फबाट आगामी दिनमा पनि हजुरले यसरी नै आफ्नो अमूल्य सृजना सम्प्रेषण गरेर हामीसँग सहयात्रा गर्नुहुन्छ भन्ने अपेक्षा गर्दै र हजुरलाई यो कलमी यात्राको शुभकामना पनि दिँदै अब भने फेरि पनि म उषा छेत्रीलाई बिदाई गर्दै अर्को सृजनातर्फ लाग्न चाहन्छु अवश्य पनि अब फेरि अर्को सर्जकतिर लम्किरहेको छु म झापाबाट मोरङतिर सरिरहेको छु सर्जक हुनुहुन्छ देविका अधिकारी सिजुवा 7 चौठा भनेर लेख्नुहुन्छ आफ्नो ठेगाना सिजुवा 7 चौठा मोरङको सर्जक हुनुहुन्छ उहाँले पनि हाम्रो आजको बसाइमा गजल नै सम्प्रेषण गर्नुभएको छ हो उहाँकै यही गजलको शेरहरूलाई सरासर अगाडि राख्न चाहे त ताप्दै छौ कि आगो तिमीले यो मुटुलाई जलाएर ताप्दै छौ कि आगो तिमीले यो मुटुलाई जलाएर धुमधाम गरेछौ विवाह पञ्चे बाजा बजाएर धुमधाम गरेछौ विवाह पञ्चे बाजा बजाएर तिम्रै नाममा पास गरेकी थिए यो जिन्दगी तिम्रै नाममा पास गरेको थिए यो जिन्दगी गरेछु गल्ती मैले तिमीलाई यो मनमा सजाएर गरेछु मैले गल्ती तिमीलाई यो मनमा सजाएर धुमधाम गरेछौ विवाह पञ्चे बाजा बजाएर तिमीले राज गरेथ्यौ मेरो दिलको सिंहासनमा तिमीले राज गरेको थियौ मेरो दिलको सिंहासनमा खै के पायौ सानो तिमीले आज मलाई सताएर खै के पायौ सानो तिमीले आज मलाई सताएर धुमधाम गरेछौ विवाह पञ्चे बाजा बजाएर बैस गयो उमेर ढल्क्यो पर्खेर बस्दा मलाई बैस गयो उमेर ढल्क्यो पर्खेर बस्दा मलाई उता घरबाट बसाएछौ मलाई उता कुराएर उता घरबाट बसाएछौ मलाई उता कुराएर धुमधाम गरेछौ विवाह पञ्चे बाजा बजाएर सायद भाग्यमा थिएन तिमी मेरो हुनलाई सायद भाग्यमा थिएन तिमी मेरो हुनलाई पाइँदो रहेनछ कसैलाई हातमा नाम लेखाएर पाइँदो रहेनछ कसैलाई हातमा नाम लेखाएर धुमधाम गरेछ विवाह पञ्चे बाजा बजाएर धुमधाम गरेछ विवाह पञ्चे बाजा बजाएर बरु मर्छु तर पागल कहिले बन्दिन भन्थे बरु मर्छु पागल कहिले बन्दिन भन्थे छाडी गयौ तिमीले आज प्रेममा पागल बनाएर छाडी गयौ आज तिमीले आज प्रेममा पागल बनाएर ताप्दैछौ कि आगो तिमीले यो मुटुलाई जलाएर धुमधाम गरेछ विवाह पञ्चे बाजा बजाएर अवश्य पनि निकै मार्मिक अनि मर्मस्पर्शी गजल सम्प्रेषण गर्नुभएको थियो देविका अधिकारी सिजुवा 7 चौठा मोरङको सर्जक हुनुहुन्छ उहाँ